हेलो एन्ड वेलकम टु माई च्यानल आइसु गेमर। अनि आजको भिडियोमा चाहिँ म के देखाउन गइरहेछु भने आज चाहिँ म मेरो स्ट्रिमको सेटअपहरू देखाउन गइरहेछु। म कहाँ गेम खेल्छु, कहाँबाट भिडियो अपलोड गर्छु होइन, त्यसको बारेमा आज तपाईँहरूलाई दिन्छु। र मैले रिसेन्टली 1 विक भयो मैले नयाँ पिसी लिएको, एउटा बजेट गेमिङ पिसी। पहिला चाहिँ म ल्यापटपमा खेल्थेँ, त्यो ल्यापटप चाहिँ मैले अनि घरमा लगेर राख्दैछु होइन। अनि म त्यसकै टुर देखाउन लागिरहेको छु होइन, मतलब त्यसकै सेटअपको बारेमा देखाउन लागिरहेको छु। अनि अचेल मैले स्ट्रिम नि अलि ग्याप भइरहेछ होइन, ग्याप भइरहेछ। त्यो स्ट्रिम पनि अब भोलिदेखि चाहिँ कन्टिन्यू रेगुलर स्ट्रिम हुन्छ हाम्रो होइन। रेगुलर स्ट्रिम हुन्छ या दिउँसो या बिहान, के अरे सरी, बेलुका बेलुका चाहिँ फिक्स नै हुन्छ। बेलुका चाहिँ केही 1 आवरको लागि मात्रै हुन्छ, तर दिउँसो चाहिँ अराउन्ड हाफ एन आवरको 1.5 आवरको लागि हुन्छ होइन। सो अब केही नगरी अब भिडियोतर्फ जाउँ है त। अब म मेरो हल्का सेटअप टुर देखाउँछु, म केबाट उस गर्छु है त ल। सो गाइज म चाहिँ स्क्रिनतर्फ आइसकेँ। अनि यहाँ चाहिँ अब म देखाउँछु तपाईँहरूलाई मेरो पिसीको स्पेक के छ भनेर ट्याक्क। त्यसपछि पहिला यो मेरो मैले अस्ति भर्खर किनेको यो बजेट सिपियु हो। यसको चाहिँ ऱ्याम 8 GB मात्र छ, एसएसडी 256 GB हो। अनि त्यसपछि यहाँ चाहिँ म तपाईँहरूलाई देखाउँछु मेरो यसको स्पेक के छ भनेर ट्याक्क स्पेक देखाउँछु। ओ हो स्पेक देखाउँछु यहाँ के छ भनेर ट्याक्क। यसको स्पेक चाहिँ अहिले ओबिएस चलिरहेको छ। प्रोसेस पर्फर्मेन्समा जाँदा चाहिँ यसको स्पेक चाहिँ एएमडी राइजन 5600 जिटी हो, जी होइन। यो एकदम बजेट लेभलको जोस् गेमिङको लागि बबालै हुन्छ होइन। त्यसपछि अरू यसको मेमोरी छ 8 GB छ होइन। त्यसपछि डिस्क हार्ड ड्राइभ यसको कति समथिङ लाइक 750 GB, 699 GB छ यसको, 699 GB छ। अनि यसको अर्को डिस्क त एसएसडी भयो, यसमा मैले 239 GB को छ होइन। 256 हुन्छ स्पेसल्ली विन्डोज इन्डो अपरेट गर्दा। अनि इथरनेट भइहाल्यो। त्यसपछि यो जिपियु भइहाल्यो 4 GB को छ। यसले चाहिँ मेरो एसएसडी के अरे ऱ्यामबाटै युज गर्छ। सो अब मैले खेल्ने गेमहरू भनेको यिनीहरू नि हो। गेम खेल्ने भनेको जिटिए 5, WW2K17 यो वारको गेम हो। अनि यहाँ चाहिँ अब ओबिएसको चाहिँ अब मैले ओबिएसबाटै रेकर्ड गर्छु। यहाँ मेरो रेकर्ड नै आइरहेछ होइन, मेरो रेकर्ड नै आइरहेछ। यहाँबाट सेटिङहरू छ थुप्रै। त्यसपछि यसको म ब्लु स्ट्याकबाट नि खेलाइदिन्छु। यहाँ ब्लुबाट खेल्ने चाहिँ म यो ब्लु स्ट्याकबाट, तर मलाई यसको कन्ट्रोलले थाहा छैन कि केटा। मलाई यो कन्ट्रोलले थाहा नभएर कि यस्तो झ्या हुन्छ यो कन्ट्रोल थाहा नभएपछि यहाँ फ्री फायरमा। यो फ्री फायर यहीँबाट खेल्छु म होइन। अराउन्ड मलाई उस गर्दा स्ट्रिम गर्दा 70 FPS जति दिन्छ यसले चाहिँ होइन। त्यही स्पेक। अनि मैले चाहिँ करेन्टली यसमा विन्डोज 10 आफैले इन्स्टल गरेको हो होइन। विन्डोज 10 प्रो छ होइन, 11 भन्दा प्रो 10 चाहिँ दामी छ। अनि मैले अराउन्ड 60,000मा बिल्ड गरेको यो पिसी चाहिँ होइन। यो मेरो मोनिटर भइहाल्यो, मेरो मतलब बुवाले विदेशबाट ल्याउनु भएको। स्टिल कति थुप्रो वर्ष भइसक्यो, स्टिल बबाल छैन। यसको स्पिकरको साउन्ड त झन् ओएमजी छ कि, यसको बबाल छ कि स्पिकरको साउन्ड चाहिँ। यो चाहिँ मेरो स्टिम हो। स्टिमबाट म थुप्रो गेमहरू चाहिँ मेरो जिटिए 5हरू किनेको छु है। तर अहिले के चलाउनु, ओपन भयो कि भएन यति नै हो गाइजहरू। अब फ्री फायर मेरो यो डवान भनिन्छ क्या, यो डवान अहिले मैले रेकर्डिङ गर्ने चाहिँ यो डवानबाट हो क्या। यो स्क्रिन मिररिङ एप हो जुन चाहिँ मैले पर्चेस गरेको थिएँ अराउन्ड $10 भनेको। अब त्यति बेला 1500 थियो। वैशाखसम्मको यसको सब्सक्रिप्सन छ होइन। अरू त अनि खासै यो ओपन हुन टाइम लाउँछ होइन। अनि यसको सेटिङमा जाने हो भने अब सेटिङ त त्यस्तो खासै छैन। मेरो फेभरेट गेम WW2K17 यही हो, यो डोवान भन्ने। ट्याक्क यहाँबाट सेटिङ मिलाएर आइएस ड्राइभ सब जेनरल सेटिङ मिलाएर गर्नु मिल्छ। अनि ब्लु स्ट्याक भइहाल्यो, यो जिटिए 5 भइहाल्यो, जिटिए 5 अझ मसित यहाँ गेमहरू टन्नै छ क्या गाइस, गेमहरू टन्नै छ क्या यहाँ मेरो होइन। एचडिटीमा जानुपर्छ दिस पिसीमा। हार्ड ड्राइभ यो 106 GB खाल्छ, 353 यहाँ डेन्जर गेम छ क्या। यो ग्रान्ड थेफ्ट अटो, माउन्टेन ब्लेड होइन, 2K17 भयो। यहाँ अर्को जिटिए 5 नि छ स्टिम लाइब्रेरीमा कमनमा। यहाँ जिटिए 5, जिटिए 4, लेफ्ट 4 डेड थुप्रो गेम छ, तर म खेल्दिनँ होइन खासै। सो अब भिडियो लामो हुन्छ गाइज होइन। आजको लागि यति नै है गाइजलाई। मेरो किबोर्ड देखाउने बिर्सेँ यार, मेरो किबोर्ड, यो मेरो हेडसेट, यो मेरो जोयस्टिक, यो मेरो माउस, अनि यो मेरो रिङ लाइट। अनि यति नै हो गाइज। उसले मेरो सेटअपदेखि नै हाल्नु। म चाहिँ पहिला ल्यापटपबाट खेल्थेँ। ल्यापटप एकदम पुरानो i5 थर्ड जेनको अराउन्डको थियो। त्यहाँ चाहिँ एउटा जिपियु थियो 2 GB ऱ्यामको, 17 nm एनभिडियाको जिपियु थियो। त्यसले गर्दा नि बाबाले त्यो 2013 मोडलको ल्यापटप हो, त्यो पनि जिटिए 5हरू बाबाले चल्थ्यो त्यसमा होइन। अराउन्ड 30 FPS, यसमा त अहिले अराउन्ड 50-60 FPS दिन्छ होइन मिडियम सेटिङमा। सो यति नै हो गाइस मेरो चाहिँ। अब लाइभको कुरा चाहिँ लाइभ चाहिँ म प्रायः अब डेली नै आउँछु, जस्तो यस्तो मिस भइरहेछ अब। सो द्याट्स इट है च्याट, लाइक एन्ड सब्स एभ्रीबडी।